नमस्ते सबैजनालाई। आजको यो भिडियो चाहिँ विशेष गरी हाम्रो आन्दोलन गर्नुहुने दृष्टिविहीन साथीहरू लगायत सम्पूर्ण सपाङ्ग साथीहरूको लागि है त। हामी आन्दोलन गर्छौँ, नारा जुलुस गर्छौँ, आफ्नो अधिकार माग्छौँ। तर आफ्नो अधिकार माग्ने भन्दा पनि विशेष कुनै पार्टीको प्रचार प्रसार गर्न हिँडे जस्तो भइरहेछ क्या। अस्ति पनि बरु अहिलेको सरकार भन्दा त पहिलाको एमाले नै ठिक थियो, केपी ओली नै ठिक थियो भन्ने कुराहरू चाहिँ त्यहाँ गएर यो हामीले ठुलो भुल चाहिँ गर्नु हुँदैन। आफ्नो अधिकार माग्न गएको हो, अधिकार मागौँ। अनि दृष्टिविहीनहरूले चाहिँ अस्ति दरो हेपाई सहनु परेको थियो नि। रासोपाको विरोध गरेर त्यो भूमिका गिरी भन्ने मान्छेले चाहिँ दरो विरोध गर्नुभएको थियो। तथा नाम मुखमा आए जति सब भन्नुभएको थियो। त्यो भन्नुको कारण पनि उसले आफ्नो रिस पोख्नु पनि ठिकै हो। तर त्यसो भन्दैमा हामीले चाहिँ अहिलेको सरकारको विरोध गर्न नपाउने, सरकारको विरुद्धमा आवाज उठाउन नपाउने, सरकारले गल्ती गरेको छ भने हामीले त्यो गल्तीलाई औँल्याउन नपाउने भन्ने होइन। सुन्नुस् है, सरकारको विरोध गर्यो भन्दैमा कसैले मुख छाड्ने तथा नाम गाली गलौज गर्नु पर्दैन। र आन्दोलन गर्नेहरूले पनि याद राख्नुपर्ने कुरा चाहिँ यही हो, आफ्नो अधिकार माग्न जाने हो, कुनै पनि पार्टीको प्रचार प्रसार गर्न चाहिँ नजानुस् होला है। बिन्ती छ। धन्यवाद।